हेलो एभ्रिवान। एकैछिन हाम्रो मेयर साहबको कुरा सुनौँ न है। उहाँ एकदम भावुक हुनुभएको छ। देशप्रति उहाँको माया मलाई एकदमै मनपर्ने मेयर। उहाँको विचार अनि सिद्धान्त सायद हाम्रो देशले हरेक ठाउँमा उहाँ जस्तो देशभक्त मेयर यदि पाउनुभयो भने हाम्रो देश चाहिँ विकास हुन त्यति टाइम लाग्दैन जस्तो मलाई लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला। उहाँ धरानको मेयर हुनुहुन्छ। उहाँले धरानमा एकदमै असल काम अनि राम्रो विकास समृद्धिका कामहरू गर्नुभएको छ। यो देशमा पसिना बगाउनुपर्छ, पसिनाको क्रान्ति गर्नुपर्छ। अब हामीले एउटा दाजुभाइले अर्को दाजुभाइको एउटा नेपालीले अर्को नेपालीको रगतमा गएर देश बन्दैन। म सबैलाई अनुरोध गर्न चाहन्छु, झगडा गर्नु रोक्नुहोस्। अब झगडा गर्नु रोक्नुहोस्, काटमार गर्नु रोक्नुहोस्, श्रमदान मात्रै नआउनुहोस्। को नेता बन्ने, को ठुलो बन्ने भन्ने कुरा छोडिदिनुहोस्। हरको सामान नेता बन्न खोज्यो भन्नु होला, होइन म नेता सेता तपाईँभन्दा फाटेको लुगा लगाएर आएको म तपाईँभन्दा 10 किलो धेरै काम गरिरहेको छु। म कोही कसैको नेता बन्न चाहन्छु, तर यो देशमा शान्ति होस्, यो देशमा रगत नबगोस् भन्ने मेरो चाहना हो। तपाईँले साथ दिनुहुन्छ, माफ गर्नु।